माया लुकी लुकी हजुरले हो गाउनु भएको? मेरो माया लुकी लुकीवाला त्यो युट्युब च्यानल पनि मेरै हो, अनि गीत पनि मेरै हो, अनि त्यो चाहिँ मेरो सोलो प्रोजेक्ट हो होइन। म्याम एकचोटि प्लिज हामी सुन्छौँ मात्रै। हजुर हामी सुन्छौँ, हजुरको एकदम दामी दामी के यसो पस्किनु न केही कुराहरू, हामी सुन्छौँ मात्रै, हामीहरू इन्जोय गर्छौँ। एउटा कुरा भनौँ, भन न। तिमी मलाई मनपर्छ। मतलब एउटा कुरा भनौँ कि नभनौँ? भन्नु न। तिमी मलाई मनपर्छ। गीतको बोल हो के साह्रो हो? म त मस्केको नि छ्या सेट। अनि सुन्नु भएको छ? सुनाउ न म्याम, सुनाउ न। म सुन्न त सुनेको छु होला होइन, अब यसरी मनपर्छ भने त म त फेरि अलिकति मस्किहालेँ फेरि, सरी ल एकदम म्याम। मलाई थाहा थियो हजुर मस्किनु हुन्छ कि हुन्न भन्ने चाहिँ, तर अलिकति मनमा चाहिँ चिसो चाहिँ पस्न सक्यो होला जस्तो लाग्यो। हल्का पस्नु। यो चाहिँ मेरो शब्द सङ्गीत हो होइन, हाम्रो सँगसँगै एल्बमको जुन चाहिँ नाइ मलाई थाहा छैन, किन कर्के भन्ने गीतहरू छ नि, त्यही एल्बमको हो कि यो पनि। अनि यो चाहिँ एकदमै मेलोडियस, अनि हजुरहरू सबैले सुनेकै जस्तो लाग्छ है। च्याट गाह्रो पर्यो है, मलाई चाहिँ गाह्रो पर्यो, मैले त गल्ती पो गरेँ कि जस्तो पो लाग्यो यार। बिग रेस्पेक्ट है, बिग रेस्पेक्ट। किन के गल्ती गर्नु भएर? ए पिपालु कर्तीमा छु तिमी मात्रै छाया मलाई पनि बन्न। तर एउटा कुरा थाहा छ, हजुरले गीत गाउनु भन्नुभएको छ, म गाउँछु, तर मलाई मान्छेले चिन्दैन नि। होइन, बिस्तारै सबैजनाले चिन्छ नि, बिस्तारै त्यस्तो केही पनि त्यो कुरामा चाहिँ म एक्सेप्ट गर्छु कि, किनभने मैले पनि कति धेरै मान्छेलाई चिनेको छुइनँ होइन, जसलाई चिन्नै पर्ने मान्छे होइन। के हो कि भन्दाखेरि प्लेब्याक यतापट्टि गीत सिङ्गरहरू, लिरिक्सहरू, कतिपयजना मान्छे राइटरहरू, कति खतरा राइटरहरू हुन्छ, कतिपय खतरा मान्छेहरूले के क्रिएट गर्नुभएको छ, तर हामी यस्तो हेर्दाखेरि देख्दैनौँ कि होइन। अब ठ्याक्कै एकजना मान्छे एउटा मान्छे भेट हुनुभएको थियो कि, अनि उहाँ चाहिँ खतरा हुनुहुँदो रहेछ होइन, एउटा म्युजिक क्षेत्रमा खत्रै हुनुहुँदो रहेछ, बबाल खतरा लिरिक्सहरू यताउति देख्नुभयो यताउति। उहाँलाई भेटेँ, सर बाबु, उहाँले चाहिँ के भन्नु, बाबु हामीहरू चाहिँ हिडनमै काम गर्छौँ, हामीहरू भित्रै हुन्छ, हाम्रो यही नै काम हो, हामीले चाहिँ लेख्ने हो, दिने हो, यताउति गर्ने हो भन्दा नि कुन लेख्नु भन्दाखेरि खतरा गीत सुनाउनु भयो क्या मलाई होइन। ओहो, म त साइकै भयो कि त्यसपछि यस्तो पनि हुँदो रहेछ, कतिपयजना मान्छेहरू ओपन अप नहुने, भित्रै बसेर काम गर्ने, यस्तो खालको पनि हुँदो रहेछ भनेर त्यस्तो लाग्यो।